हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। आइयो हजुरहरुलाई नि कस्तो छ, सन्चै हुनुहुन्छ होला हैन। हामी त यसरी भिडियो बनाछौं चिसोले भएर। ए पन्ज लगाएछ आज नानी। के भन्न चाहन्छु? नमस्ते छोरी मम्मीको भलाकले सबै माया गरिदिने होला। लाइक कमेन्ट सब्स्क्राइब गरिदिने होला अनि यस्तै भिडियो हेर्दिने होला। म सानो नानीको भिडियो माया गरिदिने होला। अहिले चाहिँ हामी चिया रोटी खान लागेछौँ ल। नमस्ते। बिस्ताराबाट बोलिरहेका छौं। हाम्रो बिस्तारा भ्लग हो। मैले जानेको छैन। मलाई गीत गाउन पनि जानेको छैन। गीत लाउन जानेछु तिमीले अनि सबै जानेछु। अनि पन्जा देखाउ न त। वाह कति राम्रो पन्जा। लेकिन कस्तो कलर करे? कस्तो कलर करे? पिंक कलर के। पिंक कलर। सानो नानीले पन्जा लाउने होला, मोजा लाउने होला, टोपी लाउने होला, न्यानो कपडा लाउने होला। होला अब चाहिँ मेरो होमवर्क डेली नानीको होमवर्क कति कक्षामा पढ्छौ तिमीले? 4 मा। ए अनि होमवर्क पनि छ अनि अर्को के छ रे? अक्का हामी घुम्न जाने छ। आज हामी घुम्न जाने हो। हैन तिम्रो एक्जाम आउँदैन। एक्जाम कहिले हो? एक्जाम भोलि। भोलि हो। इनको एक्जाम पनि छ रे अहिले। होमवर्क पनि छ रे। होमवर्क पनि हजुरको छ नि स्कुलबाट आएर। अनि इन त पढ्छिन् कति धेरै। म आज स्कुल जाने भनेको अनि टप्पी हामीले एउटा चिल्लिटी देखे बाटोमा। सेलरोटी? चिप्लिटी। चिप्लिटी थियो। ए चिप्लेटी? म त सेलरोटी भन्दै सुनेको। हैन के सेलरोटी हैन। अनि अरु भन के खायो अहिले बजार गएर? यस्तो चुकी छ नि त यस्तो चोको पनि जस्तै। त्यो मिठी खाएर फेरि आए। चोको पन जस्तै खायो? अनि आमाले खानु खानु? खानु भयो रे। आमाले खानु होइन रे? खानु। खानु? खानु भयो। कान दुखो। साथीहरु ल काठमाडौँ यस्तै छ। मेरो काठमाडौँ यस्तै छ। मेरो काठमाडौँमा यस्तै लिपस्टिक छ। लिपस्टिक? यत्रो नानीले लिपस्टिक लाउने? म ठुला भएको ठुली मम्मीको गला छु। आमासँग बसेर तैँले के गर्ने? दोकानमा के किन्दिन? ए ठुलो मम्मी ठुला घर आएछु। आमासित बसेछु। के गर्नु आमाले कसैले केही किन्दिनन् रे। के गर्ने? ठुली मम्मीको गला आछु तर के किन्दिनन् गला। ए साथीहरु यसका कुरा नपताउनु होला। यो फटा चाहिँ यो फटाले हो दाजुहरु। मेरो कुरा चाहिँ छुट्टै यसको। नसुन्नुहुन्छ मलाई त। ठुलो माउसँग पैसा छैन के गर्ने होला थाहै भएन मेरो दिमाग। ठुलो भाइले कति माया गर्नुहुन्छ? ठुलो भाइले मलाई माया गर्दैन। अब चाहिँ म यस्तो साइड गर्न लाग्छु। अनि तिमी कहिले जाने हो त घर? मलाई थाहै छैन। मलाई थाहै छैन। भन न जान्छु कि जान्नु त घर यहीँ बस्छु कि चाहिँ घर जान्छु? घरै जान्छु। जान्छु? कहाँ हो तिम्रो घर? बागडोला। ए हाम्रो बागडोला फेरि अलि पिगुन्थन हो। यहाँ बसेर गर्नु हुन्छ त। ल यसो गर्ने। दिन
मारी साथीहरू मारी गाइजले मलाई अनि ठुली मम्मी घर आएर के खायो के खाइनु खाए तर खाएको तर बनाउनु मलाई खाने दिन हाम्रो घरले एउटा इमुना फेरि मलाई भेट्न चिन्या अनि कतिको रमाइलो लाग्यो त ठुलो मम्मी घर आएर एकदम दामी घर बनाएको यता पनि उता फेरि दामी किचन बनाएको किचन दामी अङ्गल दामी अङ्गल साथीहरू हामी आमा छोरीको भलक चाहिँ आजको यस्तै सामान्य रहेको छ घरभित्रको बिस्तारमा छौँ यो ठुली मम्मीको फेरि आएको ठुली नानी छ ठुल दिदी छ होइन अनि दिदी छ ठुलो बिबस अनि ठुलो बाले मलाई के भन्नुपर्छ अरे ठुलो बालाई मैले के भन्नुपर्छ बुला ठुलो बाले मलाई बुली त्यो कुरा कसैले नभनेर त्यो कुरा कसैले नभन्नु अरे कसैले नभने हुन्छ भन्दैन कहाँ नभनेर मैले त्यो हँसाउँछ यो बालखाले मेरो बहिनीको छोरी हो 1 महिना हुन लाग्यो आउनुलाई आएको 1 महिना छिटो न खानु 1 महिना हुन लाग्यो घर जानेको सरकारै छैन यहीँ बस्छु अरे अनि कहिले जाने हो घर भन्दा भोलि र पर्सि भन्छ कहिले भोलि भन्छ कहिले आइतबार भन्छ कहिले 3 दिनपछि भन्छ कहिले 3 गते भन्छ यस्तै छ रमाइलो त गरेको घरै उज्यालो बनाएको बाहिर चिच्चाउँदै दुर्चा भित्र आउँछ अनि रुन्छ उथरै हाँस्छ उथरै हँसाउँछ रमाइलो गरेछ अब बेहोर हन्निन छैन फेरि सबै झगडा गर्छ लडाइँ खेल्छ के हो होइन क्या त्यो सबैसित भने होइन क्या मैले त तिनीहरू त ऊ मात्रै हो क्या भिडियो बनाएर अनि ठुलो बाको घर आएर ठुलो मम्मी घर आएर कतिको रमाइलो भएछ एकदम दामी दामी पकाउँदैन दामी पकाउँदैन ममा पनि दिन्न चल्नु पनि दिन्न ए खालको मान्छे हो के खालको मान्छे हुन् के खालको मान्छे अरू के खानु कस्तो लाउनु अरू मैले फोला नकिन्दिने अनि पिज्जा कहिले पिटीमा आयो तँलाई अस्ति ए आफै पिट्छ भाइ यसले सबैलाई हामी 4 जनालाई आमालाई मलाई दिदीलाई ठुलो बालाई यसले पिट्छ म कसरी टोपी लगाउँछु हेलो गाइज बाई बाई टाटा मेरो भिडियोलाई होमवर्क गर्ने हो सबैले माया र साथ सपोर्ट गरिदिनु होला सबै भर्खरै युट्युब च्यानल खोलेकोले सबैले एकअर्कालाई साथ सपोर्ट गरौँ होइन अनि अगाडि बढ्नुपर्छ सबैजना मिलेर